Hello everyone, good morning. I hope you guys are doing well. So guys, आजको नयाँ दिनमा मेरो नयाँ भिडियोमा हजुर सबैजनालाई स्वागत छ है। र स्टिल दसैँ इज गोइङ अन है। आज चाहिँ हाम्रो छुट्टीको दिन हो हैन। र छुट्टीको दिन भर्खर उठेको र म उठ्ने बित्तिकै आज ब्लग स्टार्ट गरेँ हैन। हिजै सोचिरहेको थिएँ नि त मैले चाहिँ हैन, म त भोलि उठेर चाहिँ ब्लग बनाउँछु भनेर र तर प्लिज इग्नोर माई फेस है। मेरो अनुहारको गति चाहिँ यस्तो भइरहेछ नि त, उठ्ने बित्तिकै हो यस्तो हो नि है। आफ्नो नेचुरल अनुहार त अब आफूलाई पनि कहाँ मनपर्छ र फिल्टर हालेर हेर्ने बानी भइसकेको छ गाइज। अन्त गाइज अब चाहिँ म उठेँ होइन। अब चाहिँ म उठ्ने बित्तिकै आज त मलाई ग्रिन टी र बिस्किट खाने मुडमा छु म हो। अनि हामीले बिस्किट ल्याइरहेछ किन भन्दा सिधै खाना बनाउने नि त हो। यो चाहिँ मेरो बेड हो होइन। मेरो बेडको यहाँनिर चाहिँ हामी भित्तामा चाहिँ यस्तो डेकोरेसन गरेको छ नि त होइन। यहाँ हेर्नुहोस् न गाइस, हामी चाहिँ बच्चा जस्तै के गरेको छ कि भित्ता हामीले यस्तो गरेर आएको छ होइन। म चाहिँ उठ्ने बित्तिकै यो हेर्दाखेरि चाहिँ एकदम एक्साइटेड हुन्छु जहिले। सो गाइस, यहाँ चाहिँ मेरो साथीले ग्रिन टी रेडी गरिरहेको छ। यहाँ चाहिँ बिस्किट अनि यहाँ चाहिँ छ हाम्रो फ्रेस प्लान्ट सरी फ्लावर। अनि फ्लावर चाहिँ हेर्नु न यस्तो भइरहेछ, मर्दै पो रहेछ। तर यो फ्लावर चाहिँ गिफ्ट आएको है, गिफ्ट दिने मान्छे चाहिँ भन्नु हुँदैन अरे नि त नि। सो गाइस, अब चाहिँ म खाना बनाउनुको लागि स्टार्ट गरौँ भनेको होइन। अब खानामा चाहिँ के बनाउँछु भन्दाखेरि चाहिँ हाम्रो चाहिँ आज दसैँ मनाउने हो है गाइस। चिकन लिएर आएको छु। यहाँ हेर्नुहोस् न हाम्रो फ्रिज हेर्नुहोस् है, दाममा बनाइरहेको छ हामीले हो। अनि यहाँ चाहिँ छ हाम्रो चिकन हो, चिकन बनाउने हो आज। सो गाइस, अहिले चाहिँ यहाँनिर मैले चिकनलाई भिजाइरहेको छु है। यहाँ चाहिँ फ्रोजन चिकन मात्रै पाउँछ नि त हो, फ्रेस चिकनहरू हुँदैन होइन। त्यही भएर
सो गाइस मेरो चिकनको करी चाहिँ यस्तो बनिँदैछ है मैले चाहिँ बनाउँदैछु होइन अनि यो चाहिँ के हो भन्नुहुन्छ भने चाहिँ यो चाहिँ मेथी हो मेथी है मेरो मम्मीले चाहिँ होइन जहिले पनि चिकन बनाउँदा चाहिँ यसरी मेथी भुटेर हाल्नुहुन्थ्यो नि त अनि कस्तो मिठो हुन्थ्यो क्या त्यही भएर चाहिँ मैले नि यसमा हाल्नुको लागि सोचेको गाइस अहिले चाहिँ म स्यालेडको लागि रेडी गर्दैछु है यहाँ चाहिँ छ क्युकम्बर अनि के हो यो ग्रिन चिल्ली र क्यारोट होइन अनि यो चाहिँ हो तिल तिल हो नि क्या सेतो तिल भुटेको होइन सेतो तिल अब कुचाउँछु होइन त्यस पछाडि चाहिँ म यो स्यालेडमा हाल्छु हो यहाँ चाहिँ पाक्दैछ मेरो सब्जी होइन अब भात बसाल्नु छ हाम्रो फ्लावर हेर्नु न फेरि यहाँ फ्लावरमा पानी भर्नुले गर्यो फ्लावर त मरिसक्यो सो गाइस अहिले चाहिँ म नुहाइँदै गरेर आइसकेँ होइन नुहाएर मात्रै खाना खाने भयो नि त अनि मैले खाना बनाउँदा बनाउँदा इन्कम्प्लिटमै भिडियोलाई मैले इन्कम्प्लिट राख्नु पऱ्यो होइन किन भन्दा घरबाट कलहरू आयो नि त हो त्यही भएकोले गर्दामा गाइस होइन अब म तपाईँहरूलाई मेरो खाना देखाउँछु है त सो गाइस मेरो खाना चाहिँ हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ छ राइस होइन र मेरो चिकनको लुक्स पनि यस्तो भयो तपाईँहरूलाई कस्तो लाग्यो हेर्दा खाउँ खाउँ लाग्यो मलाई त खाउँ खाउँ लाग्यो गाइस होइन यो चाहिँ हो फिङ्गर होइन यस्तोहरू त हुनु पऱ्यो नि दसैँको खाना बनाएको गाइस अनि म तपाईँहरूलाई देखाउन चाहन्छु मेरो अचार एन्ड इभन स्यालेड भनौँ न स्यालेड अचारै भन्नु पर्ला तिल हालेको होइन अनि यहाँ चाहिँ छ यो चाहिँ हिजोको सब्जी हो अनि मैले साथीलाई बनाएर राखिदिएको थिएँ उसले चाहिँ ऊ खाएन रहेछ आएर हो अब चाहिँ हामी खाना खाने हो सो गाइस यति नै हो होइन अब चाहिँ हामी खानाहरू खाने भनेर सोचेर तपाईँहरूले सोचिरहेको होला है मेरो साथी दाजु कहाँ गयो मेगा त उसको रुम पार्टनरसँग बस्थ्यो भनेर हामीले चाहिँ ड्युटी चाहिँ बाँटेको थियौँ होइन उसलाई चाहिँ रुम क्लिनिङ गर्नुमा राखेको थिएँ म चाहिँ कुकिङमा आएको थिएँ त्यही भएर ऊ चाहिँ हराएको थियो होइन अनि यहाँ छ अहिले चाहिँ हाई हेलो भनिदिइहाल केही भन्नु चाहन्छौ कि तिम्रो दुई शब्द के भन्नु अब खाना खाने हो दसैँ मनाउँदैछौँ अब खाना खाएर हाम्रो दसैँ यस्तै भयो आज छुट्टीमा मनाउँदैछु होइन सो गाइस आजको भिडियो पनि यति नै हो अब खाना खाने हो त्यस पछाडि हामी अलिकति बाहिर जाने काम छ होइन र तपाईँहरूलाई कस्तो लाग्यो के लाग्यो प्लिज डोन्ट फर्गेट टु लाइक सेयर सब्सक्राइब एन्ड कमेन्ट मेरो हाउडेको भिडियोलाई भए पनि ओके बाई बाई गाइस सी यु इन नेक्स्ट भिडियो टिल देन टेक केयर स्टे सेफ बाई